हेलो साथीहरु सम्पूर्ण नमस्कार। आई होप हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै नै छु। फेरि पनि म आइसकेँ न्यू भिडियोको साथमा। अनि आज चाहिँ मैले मेकअप गरेको छु। कस्तो देखेको छु मेकअप गरेर चाहिँ म चाहिँ मेकअप गर्न जान्दिनँ। अलिअलि मात्रै ती बेसिक भन्दा नि बेसिक जिरो हो म चाहिँ मेकअप गर्नमा। त्यस्तो मेकअप गर्न जान्दिनँ। अलिअलि पोतो लगाउन चाहिँ जानेको छु। यति जान्नै बरु छोरी मान्छे भएर होइन र गाइस। कमेन्ट गरिदिनु है सबैजनाले म चाहिँ कस्तो देखेको छु। अनि आज चाहिँ मेरो प्रोग्राम छ। त्यही प्रोग्रामको लागि नै म ट्याक्क सुट लगाएर चाहिँ च्याट्ट गरेर म चाहिँ जाँदैछु प्रोग्राममा। म चाहिँ अहिले दिदी र म चाहिँ अहिले जाँदैछौँ। दिदी चाहिँ उताबाट सामान पनि आएको छ घरबाट। सरले ल्याइदिनु भएको छ सामान। दिदी चाहिँ सामान लिएर रुममा आउँछ। म चाहिँ उहीँ बस्छु। कस्तो लाग्छ कमेन्ट गर्नु त नबिर्सिनु ल गाइस। हामी चाहिँ आइसक्यौँ ठ्याक्क लाएर। यता पनि धेरै आइसक्नु भएको छ। उता चाहिँ अहिले मैले सरलाई बोलाएको छु। सर चाहिँ अब उताबाट रुममा आउनुहुन्छ होला। मैले चाहिँ सरलाई बोलाएको छु र गाइस। अहिले चाहिँ पसिने मेरो मेकअपभरि उठ्रिने भयो गाइस। के गर्नु। यो चाहिँ सामान लिन आएको छु। सामान लिन आएछ यो चाहिँ। हामी चाहिँ एकछिन गेटमा छौँ। यहाँबाट चाहिँ यस्तो मयूर वाउ। यसले मागौँ भनेपछि तर माग्न हुन्न गाइस होइन। अर्काको मयूर नृत्य देखाउनको लागि लिनुभएको। अनि कहाँबाट माग्ने त हन गाइस। कसले दिन्छ मयूरवाला नृत्य भिडियो गरिरहेको छ। कसले दिन्छ कसैले पनि दिँदैन यहाँ चाहिँ हाम्रो टिम हुनुहुन्छ सबैजना चाहिँ। हाम्रो ट्याक्क हामी चाहिँ भित्र जाँदैछौँ ल साथीहरू। ट्याक्क लाएर पुरै हामी भित्र जाँदैछौँ ल गाइस। रेडी छौँ ल। मेकअप बिना अधुरो छु कि खाली यतै क्यामेरा सेल्फी लिएर आएछु। हातको क्यामेराले चाहिँ खाली यता गर्नुलाई चाहिँ मैले आँखा चाहिँ यता हेर्दैछु कि यता हेरेर
सबै भइसक्यो अरूको नाच हुँदैछ भित्र कार्यक्रम हुँदैछ अनि हामी चाहिँ यो को चिन्नु गाइस मैले फोन लिएँ होइन अब यो फोन मैले कहाँ फालिदिन्छु भन्दा ऊ त पानीमा फालिदिन्छु भनेर के यहाँ चाहिँ क्यामेराम्यान हाम्रो अरू के मेरो क्यामेरा कसको क्यामेरा सर गर्ने मेरो क्यामेराबाट फोटो खिचिदिनु न दामी दामी तिम्रो त फोन छैन र नाइ मतलब यो मेरो फोटो यो क्यामेराबाट भन्न खोजेको क्या शीतलमा लगाइस लगाइ हामी चाहिँ अब एप सार्न जानु लाग्यो भोक लागेर यस 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 क्यामेराम्यान गाली गर्ने भन्यो मैले त मोरी कति रुपियाँ छ फोटो खिचेको एउटा फोटोको 1000 रुपियाँ भयो म बोलिनँ फेरि पनि सोचके एउटा फोटो खिचेको 500 को त उ राखिदिनु लगाएर अनि 500 को फोटो खिचेको भयो अनि मलाई 1000 रुपियाँ हाल्नुहुन्थ्यो हो अरू यस्तो होइन नि त फेरि ब्रान्डेड हो त्यही काम भयो यति हो हाम्रो चाहिँ यहाँ बस्नु धुँदै हुनुहुन्छ हाम्रो चाहिँ यहाँ सर हुनुहुन्छ हामी चाहिँ यता केटादेखि माथि आइसक्यौँ बाहिर हाम्रो यहाँ टिम चाहिँ घर जाँदै हुनुहुन्छ अर्घाखाँची ट्याक्क क्यामेराम्यानले फोटो देखाइदिँदै हुनुहुन्छ 100 रुपियाँ लिउने होइन कि नकराउनु न खालि 100 रुपियाँ हुनुहुन्छ राम्रोसँग जानु ल सबैजना यत्रो गर्मी खान ओकेमा ल हुन्छ है सर हस् रमाइलो भयो फेरि पनि आउनु ला बोलाउँदै ट्याक्कै यहाँ चाहिँ जानु लाउनु भयो सबैजना बिदा हुनुभयो सर यहाँ अनि ट्याक्क म बाइक सबै बिदा भइसक्नु भयो यो जानु ल काम कति खानुभयो ल सब दुईजनाले चाहिँ नाम भन्दै जानु न नाम भनिदिनु न तपाईँको मेरो युट्युब च्यानल चाहिँ अन्सु नोभा छ गएर हेरिदिनु है अन्सु नोभा अनि मेरो एउटा म्युजिक भिडियो हो तारा र जुन सबैजनाले हेरिदिनु ल बुटोलको गर्मी खानुभयो हामी चाहिँ एकछिनपछि जानेछौँ सर चाहिँ कलसम्म जानुभएको छ छोड्न म चाहिँ एकछिन यहाँ चौकरीमा बसेर फोटो खिच्छु ल खाजा खाँदैछु यो चाहिँ पत्र लाग्ने छ खाना म चाहिँ एक्लै बसेर खाँदैछु ल गाइस अरूले चाहिँ खाएर जानु भइसक्यो सरहरूले चाहिँ खानु भएको छ म चाहिँ एक्लै खाँदैछु ल राम्रो आँगन एउटा छैन म चाहिँ मकै खान्छु अरू चाहिँ फाल्छु ल खै अरूले चाहिँ बाँकी चाहिँ अरूले अलि खानुभयो अहिले भन्नाले आलुको त उ बनाउनु भएको थियो फ्राई गरेर त्यो चाहिँ अरूले खानुभयो बाँकी चाहिँ कुकुरले खान्छ कुकुरले सम्मी सानो आएको क्या होला मेरो अब चाहिँ म जान्छु रुमतिर यसो म चाहिँ अब रुममा जाँदैछु उताको काम चाहिँ सबै भइयो लास्ट काम चाहिँ लास्टै छ अब नजिकै छ बिहान चाहिँ बेर भएको कारणले चाहिँ अटोमा आएको थिएँ अहिले चाहिँ म हिँड्दै जान्छु म रुमको गल्ली चाहिँ थाहा पाउँछु कि भन्नु म चाहिँ हराउँछु कि अस्ति चाहिँ म एउटा गल्ली भनेको दुईवटा गल्लीमा झुकेको थिएँ अनि त्यस्तो के गर्नु
र यो गर्मीमा म चाहिँ हिँड्दै जाँदैछु मसँग छाता पनि छैन यही चुन्नी मात्र छ यही ओढेर चाहिँ म चाहिँ अहिले लागिरहेको छु हिँड्दैछु हेरौँ कहाँसम्म पुग्न सक्छु म चाहिँ मैले चाहिँ बिर्सिन्छु आफूले आफू लास्टै गर्मी छ कि म चाहिँ के गर्नु गाई त्यस्तै छ जिन्दगी नहेर्नु न हो त्यसरी मलाई लाज लाग्यो मलाई लाज लागिसक्यो के गर्नु यस्तै छ अनि हजुरलाई मेरो भिडियो कस्तो लाग्यो अनि हाम्रो नृत्य चाहिँ कस्तो लाग्यो त्यो चाहिँ पुरानो नृत्यहरू यहाँ चाहिँ धेरै ठाउँबाट आउनुहुन्छ काठमाडौँ भयो पाल्पा नेपालभरि जुनसुकै ठाउँबाट पनि नृत्य लिएर आउनुहुन्छ त्यो चाहिँ कार्यक्रम भेटिएको छैन लास्टै गर्नुभयो कि एसी चलेको थियो एसीले पनि काम गर्न क्या अब पुरो मान्छेको चाहिँ के गर्नु पसिना पुज्दै एसीले हम्किँदै छु गाइस अनि हजुरलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो मन पर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला र लास्टसम्म हेर्नुभएकोमा सबैजनालाई थ्याङ्क यू अनि म फेरि पनि आउनेछु न्यू भिडियोको साथमा अनि मेरो साउन्ड चाहिँ अलिक कम आयो के किनकि हजुरको माया पुगेन नि त हजुरको माया पुगेपछि मैले एउटा माइक किन्छु भनेर सोचेको थिएँ हजुरको माया किन पुगिरहेको छैन आजले यति नै गाइस फेरि पनि भेट्नेछौँ हामी न्यू भिडियोको साथमा सबैजनाले सेयर लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला बाई